यो सुन्दर बिहानी यो चराचुरुङ्गीको मिठो आवाजको अभिवादनसँगै लट्सुम नेपालको तर्फबाट पनि तपाईहरुलाई अभिवादन भन्न चाहन्छौँ। अहिले मैले तपाईहरुलाई सम्पूर्ण आदरणीयहरुलाई यो तपाईहरुकै सहयोगबाट बनेको ग्रेट वाल, हामीले पटक पटक चाइनाको ग्रेट वाल भनेर हामीले नाम सुनिराखेका छौँ। यो समय चाहिँ हाम्रो धरानको वार्ड नम्बर 4 मा बनेको ग्रेट वाल हो। यो ग्रेट वाल बनाउनको लागि सम्पूर्ण आदरणीयहरुको महत्त्वपूर्ण भूमिका छ। तपाईहरु सबैजनाले सबैभन्दा ठूलो सपोर्ट गर्नुभएको छ अनि समर्थन गर्नुभएको छ। विशेष गरी म आदरणीय मेयर हर्कराज साम्पाङज्यूलाई धन्यवाद भन्न चाहन्छु। आज तपाईको कारणले गर्दा लट्सुम नेपालमा यो ग्रेट वाल बनेको छ। तपाई एउटा अभिभावकत्वको भूमिका निर्वाह गरिदिनु भयो। तपाईले महत्त्वपूर्ण आफ्नो जिम्मेवारी ठान्नु भयो र यो लट्सुम नेपाललाई बचाउनको लागि तपाईले खेल्नु भएको भूमिकाको लागि म तपाईलाई धन्यवाद भन्दछु। र आज यो ग्रेट वाल बनिसकेको छ र अझै यहाँ धेरै कामहरू बाँकी छन्। यो कामको लागि पनि अझै आदरणीय मेयर हर्कराज साम्पाङज्यूसँग म आशा गर्दछु। र आज धेरै विश्वबाट धेरै आदरणीय व्यक्तित्वहरूले लट्सुम नेपालको अभिभावकत्व लिनुभयो अनि त्यो अभिभावकत्वकै कारण गर्दा तपाईकै समर्थनले गर्दा तपाईकै साथले गर्दाखेरि आज यो ग्रेट वाल धरानकै ग्रेट वाल बनेको म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। यो लगभग 65 मिटर जति लम्बाई र 6 मिटर हाइटमा बनेको यो वाल ग्रेट वाल छ। यो वाल बनाउनुको एउटा मात्रै मुख्य कारण चाहिँ हामीले हाम्रो लट्सुम नेपालद्वारा सञ्चालित बाल आश्रमलाई बचाउनुको लागि हो। र यहाँ अझै धेरै कामहरू बाँकी छन् जो आदरणीयहरूले गर्नुभएको विश्वास अनि हामीलाई पठाउनु भएको यो सम्पूर्ण रकमको लागि हामी आभारी छौँ। र जो व्यक्तिहरूले यहाँ पठाउनु भएको छ हामीले तपाईहरुले पठाउनु भएको सम्पूर्ण रकमहरू यही नै लगानी गरेका छौँ। यसको लागि धन्यवाद छ। तपाईहरुले यसकै लागि पठाउनु भएको हो र यदि तपाई सहयोगी दाताहरू तपाईको टाइम भएको सम्ममा र हजुरहरूले भ्याएसम्म एकपटक पुनः लट्सुम नेपाललाई भिजिट गर्न र यहाँको वस्तुस्थिति बुझिदिनको लागि पनि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।